Good morning and namaste to all of you. Hope you guys are fine and welcome back to my new vlog. अनि आज चाहिँ बनाउँदैछु हल्का छिटै आइरहेछ भ्लग होइन, बट आज चाहिँ टिकाको दिन हो। अनि अगाडिको दिनहरूको चाहिँ मैले रेकर्ड गरेँ होइन, बिकज सुतक परिरहेको थियो। अनि सुतक आज नै सकिन्छ। अनि मतलब 7 दिन हुँदो रहेछ। न्वारानहरू गरेपछि चाहिँ सुतकहरू सकिने रहेछ। मैले नि फर्स्ट टाइम थाहा पाएको हो। अनि त्यसपछि आज सकिन्छ सुतक। अनि त्यही भएर अब टिकाको चाहिँ अब सबै कुरा सामान रेडी राख्नु पऱ्यो। अनि भर्खर अघि उठेर म चाहिँ दिदीहरूसँग कलमा बोलेँ। लाइक मेरो दुवै दिदीहरू चाहिँ होइन विदेशमै हुनुहुन्छ। सो उहाँहरूले चाहिँ टिका लगाइदिन मिलेन, तर फुपू दिदीहरू चाहिँ हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ लगाइदिनुहुन्छ। फुपू दिदी मतलब मेरो बाबाको बहिनीहरू होइन, अनि मेरो फुपू दिदीहरू हो। अनि त्यसपछि उहाँहरूले चाहिँ लगाइदिनुहुन्छ टिका, मलाई पहिल्यैबाट लगाइदिनुहुन्थ्यो। सो अनि अब सबै कुरा रेडी गर्नु पऱ्यो। अनि बिहान भर्खर उठेर मैले अब त्यो नर्मल सफा गर्ने कामहरू चाहिँ हल्का गरिसकेँ। लाइक भर्ड्याङहरू बढाले, छतहरू सबै बढालिसकेँ। अब मन्दिरहरूमा हल्का काम गर्नु छ। अनि त्यसपछि त्यो सबै टिकाको लागि सबै सामानहरू रेडी गर्नुपर्ने हुन्छ। अनि त्यो गर्छु। अनि आज खासै त्यस्तो केही छैन, टिकाहरूकै दिन हो, टिकाकै सबै क्लिपहरू हुन्छ। अनि त्यही नै हो। तपाईँहरूलाई राम्रो लाग्छ कि लाग्दैन, तर राम्रो लागोस् भन्ने आशा गर्दै म भ्लग बनाउँछु होइन। अब हल्का यो चाहिँ एकदमै फर्मल सुन्यो, बट जे पनि त्यही हो। आज चाहिँ हल्का छिटो बनिरहेछ भ्लग। अनि आजकल चाहिँ मैले हल्का सर्ट्स पनि हाल्न थालेँ। त्यो सर्ट्स हाल्न थालेँ मतलब त्यही मेरो त्यो पुरानो भ्लगहरूकै त्यो रिमिक्स गरिदिन्छ। अनि क्वालिटी चाहिँ पुरै घट्दो रहेछ। त्यो भएपछि लाइक मैले हाल्ने आइडिया चाहिँ थिएन, तर एउटा भिडियो मैले यस्तै हेरिरहेको थिएँ युट्युबको त्यो स्टुडियोमा गएर होइन। अनि त्यसपछि मेरो ड्राफ्टमा एउटा भिडियो रहेछ कि, अनि मैले पब्लिक गरिदिएँ कि त्यो सर्ट्सलाई। अनि 5 दिनपछि हेरेको 700 कति भ्युज आएछ। अनि त्यसपछि म त सर्ट्स हाल्यो भने भ्युज आउँछ सोचेर अरू हाल्नु थालेँ। अरूमा त आउनै छोड्यो कि, अरू कुनैमा 100 पनि कटाएको छैन। त्यही भएर अनि किनकि त्यो भिडियोकै पार्टहरूलाई चाहिँ म क्लिप बनाएर हालेर हुन्थेँ, त्यही भएर त्यस्तो आउँदैन रहेछ। अनि आज चाहिँ धेरै पछि बनाइरहेको छु भ्लग। अनि अहिले चाहिँ छतबाट स्टार्ट गरिरहेको छु। अनि स्याडो यता अनि त्यही हो, छत हो, छत पनि बढाइसक्यो। अनि राम्रो छ आज, अब तिहारको दिन हो, होपफुली राम्रो बन्छ भ्लग ल। Tudo repete como se o tempo parou. Tua imagem gira e nunca cessou. Num loop lento a vida ficou e meu coração nunca voltou. तिहारको फिट चाहिँ नै हो। अब त्यो मतलब कुर्ता लाउँथेँ, बट मसँग चाहिँ पोहोर सालवालै छ होइन। अनि पोहोर साल मतलब मैले दसैँमा जुन लाएको थिएँ त्यही नै छ। अनि त्यही भएर मसँग छैन लुगा त्यही लाउनलाई। अनि बाबाको र मेरो टी सर्ट र प्यान्ट सिमिलर छ होइन, लाइक ट्विन टाइपको छ। अनि त्यही भएर हामी त्यही नै लाउन आँटेको।
सो टिकाको दिन चाहिँ अनि सुप्रिमहरू चाहिँ आएको थिएन, अरू वर्ष हुन्थ्यो दिदीहरूले लगाइदिनु हुन्थ्यो, तर दिदीहरू हुनुहुन्न। सो दिदीहरू नभएपछि उहरू सुप्रिम र सुप्रिन्स पनि आएको थियो होइन। तर टिका लगाएपछि चाहिँ आएको थियो। अनि हामी एकछिन घुम्यौँ डुल्यौँ, त्यो स्कुटीहरूको हल्का घुम्न गयौँ। अनि त्यसपछि त्यसको क्लिप पनि छ, थोरै छ, मतलब 10-15 सेकेन्डको मात्रै छ। Tudo repete como se o tempo parou, tua imagem gira e nunca cessou num loop lento. A vida ficou e meu सो मैले अब यो रेकर्ड गरेर आएको बेला चाहिँ तिहार सकिसक्यो होइन। तिहारको पर्सिपल्टको दिन हो। अनि तिहारको दिनको क्लिपहरू त अगाडि जति छ त्यति सबै छ। अनि मम्मीलाई चाहिँ हल्का सन्चो थिएन, त्यही भएर मैले त्यस्तो धेरै रेकर्ड गरेको छैन। अनि त्यही नै हो, अहिले मम्मीलाई पनि ठिक छ। अनि रेकर्ड गर्छु अब ब्लग अहिलेलाई यतिमै एन्ड गर्छु, सानो ब्लग नै छ होइन। सो होप यु गाइज लाइक माई भिडियो। अनि आजको लागि यति नै। सी यु गाइज इन नेक्स्ट भिडियो।